कुनै पनि जनआन्दोलनमा बाहिरी पक्षको घुसपैठ र स्वार्थसम्मको घुसपैठ भएको त सबैलाई जानकारी नै छ। सबैले आफ्नो स्वार्थहरू घुसपैठ गर्छन्, घुसपैठ गरेर लाद्न खोज्छन्। यस्तै क्रममा भदौ 22 र 23 र 24 गते पनि त्यही देखियो। घुसपैठ भयो, मान्छेहरूले आफ्नो स्वार्थ पुरा गरे र गर्न खोज्दैछन्। कोहीले लुटेर गरे भने कोहीले हल्ला फिजाएर गर्न खोज्दैछन्। त्यसबाट चाहिँ एकदम चनाखो हुनु होला सबैजना। कोहीले के भन्दैछन्, कोहीले के भन्दैछन्, सबै भ्रमको खेती पनि हुँदैछ। एउटाले यो भने, एउटाले यो भन्यो र सबै यो कुरा सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ। सबै कुरा अहिले पत्याइहाल्नु पर्ने अवस्था पनि छैन। र विशेष गरेर यो अहिले छिमेकी मुलुकको विषयमा पनि धेरै नै भाइरल गइरहेको छ। यो हुन पनि सक्छ, नहुन पनि सक्छ। यसमा पनि सरकारले ध्यान दिन अत्यन्तै जरुरी छ, एकदम अत्यन्तै सेन्सिटिभ भएरै लाग्नुपर्ने छ। किनकि छिमेकी विरुद्ध हाम्रो भूमि युज हुन दिन हुँदैन, प्रयोग गर्न दिन हुँदैन। यसमा धेरै नै माहौल भड्किने अवस्था छ। त्यही भएर सरकारमा व्यक्ति लाँदा पनि एकदमै चनाखो भएर को मान्छे के कहाँ कनेक्सन छ, कस्तो कनेक्सन छ, के छ, उसको सबै डिटेल रिभ्यू गरेर मात्रै गभर्नमेन्टमा लानु होला। कुनै पनि व्यक्तिलाई सडक सडकबाट टिपेर लाने काम चाहिँ नगर्नु होला। डिटेलहरू एकदम बुझेर लानु होला। सुशीला कार्कीको सरकारलाई म यही अनुरोध गर्दछु। सिफारिस गर्यो भने ठप्पक्क लगेर मन्त्री बनाउने काम चाहिँ कदापि नगर्नु होला। यसै त दुनियाँको यहाँ आइएनजिओ एनजिओको ब्लेम आइरहेको छ तपाईँको सरकारको माथि। त्यही भएर डिटेलमा बुझेर राम्रो आफ्नै देशभक्त, राष्ट्रभक्त, माटो माया गर्नेले, माटोलाई माया गर्ने मान्छेलाई मात्र लानु होला। विदेशीको लागि काम गर्नेहरूलाई नलानु होला भन्न चाहन्छु।